बुढो के हो आज त आफै ढिँडो पकाउन थाल्नु भएछ त पऱ्यो नि त जाडोमा टक्क तातो तातो ढिँडो साग अचार खानुपर्छ अनि ज्यान बन्छ के मजाले मिठो हुन्छ नि त हिजो जेठी हजुरले भात खान दिनु भएन भनेर आज आफै ढिँडो पकाएर खान लाग्नु भएको हजुर भान चाहिँ छुटेर राखिदिनु भयो क्या अब हजुरले छुटेर राखिदियो अब यो आफै पकाएर खाने गाइस हेर्नु त ढिँडो पहिलो मकैको पिठोको ढिँडो है यो ग्यासमा अलि अप्ठ्यारो हुन्छ क्या ढिँडो लान अब आगोको चुलोमा भएको भए टक्क लाएर यस्तो मजाले होइन ओह्राल्न सहिलो हुन्थ्यो अब त पाकी पनि सक्यो मजासँगले अब है गाइस यस्तै छ तपाईँले भुन्टी सिरियल हेर्नुभयो कि हेर्नु भएन है मेरो बुढीले भुन्टी सिरियलको कुरा गर्दैछिन् खाना खान नदिएर चाहिँ आफै पकाएर खान लाग्नु हो क्या भन्ने क्वेसन आयो त्यस्तो पनि होइन होला पनि होइन होला पनि तर कहिले कहिले आफूले खाने चिज आफैले पकाउनु पर्छ कि गाइस हो कि होइन भन्नु त मिठो पनि हुन्छ नि कतिपय कुराहरू अनुभव पनि हुन्छ त्यही भएर म चाहिँ प्रायः जसो म पनि आफै पकाउँछु खान्छु होइन अर्ग्यानिक चिजहरू पकाउन अझै जाँगर लाग्छ मलाई अर्ग्यानिक मासु पकाउनु झन् धेरै जाँगर लाग्छ तपाईँहरूलाई ढिँडो मनपर्छ कि पर्दैन मैले ढिँडो खाएको देखेर कतिजना मान्छेहरूले पनि कहिले पनि ढिँडो नखानु भएको साथीहरूले पनि खान थाल्नु भयो अरे यो पनि खुसीको कुरा हो तपाईँहरू पनि अर्ग्यानिक ढिँडो पकाएर खाने गर्नुहोस् है ओके यो भिडियोलाई पनि लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् गुटुङटुङ लाएर है त गाइज हामी ढिँडो खान्छौँ हेलो गाइस है ढिँडो पाक्यो अब खानुपर्छ ट्याक्क साग र आलु बनाएको छ है आज चाहिँ अनि यहाँ अचार पनि छ है आज चाहिँ बुढाबुढी टक्कसँगै बसेर खाऊ नि त के हो कुरो भनेर बुढाबुढीसँगै बसेर खान थालेको छौँ होइन गाइस कस्तो छ अलि साह्रो भएछ आज है ढिँडो अलिक साह्रो भएछ हामी त जसले चाहिँ भने चपाएर खान्छौँ होइन एउटा खुसीको कुरा गाइस मैले यसरी ढिँडो पकाएर खाएर एउटा पुण्यको काम पनि गरेछु नि त थाहा छ तिमीलाई मैले यसरी ढिँडो खाएको देखेर होइन कहिले पनि ढिँडो मुखमा नहालेको मान्छेले पनि ढिँडोको स्वाद लिनु भयो अरे क्या धेरैजनाले म्यासेज गर्नुभएको छ फोन गरेर पनि भन्नुभएको थियो क्या विशेष गरी काठमाडौँमै जन्मिनु भएको मान्छेहरू साथीहरू हुनुहुन्छ नि त उहाँहरूले कहिले पनि ढिँडो खानु भएको थिएन अरे क्या त्यसपछि मैले टिकटकमा फेसबुकमा ढिँडो खाएको भिडियोहरू अपलोड गरिसकेपछि धेरैजनाले ट्राई गर्नुभयो अरे क्या मिठो हुँदो रहेछ भन्ने प्रतिक्रिया पनि पायो भन्ने कुराहरू पनि आयो तपाईँहरू पनि खानुहोस् के ढिँडो खानु भनेको स्वास्थ्यको लागि एकदमै फाइदा हुन्छ होइन त्यही भएर मैले यो तरकारी चाहिँ उल्टो राखेको छु कि अनि अप्ठ्यारो भयो क्या खानालाई साह्रो मिठो छ अझै गाउँबाट ल्याएको लोकल हुनुपर्छ कस्तो छ आज ढिँडो कस्तो छ स्वाद भन त मिठो छ मैले पकाएको भनेर फुर्ती लगाएको मात्रै हो होइन लो तिमीले पनि चपाएर खाइदिएको ढिँडो भनेर भन्नु नमिली हामी चाहिँ यसरी चपाएर स्वाद लिएर खान्छौँ गाइज है गाइज सबैजना ढिँडो खानु होला जाडोमा तातो तातो ढिँडो है मजा आउँछ रायोको साग तोरीको साग जेसँग भए पनि अचारसँग ढिँडो खाएर अलिकति स्वस्थ बन्नुहोस् के अब स्वास्थ्यवर्धक चिजहरू खाएर है लगाइज यो भिडियोलाई पनि लाइक गर्नु होला हामीले ढिँडो खाएको भिडियो धेरैजनाले मन पराउनु भएको छ मैले खाएको स्वाद पऱ्यो अरे मजा आयो अरे होइन भन्ने बित्तिकै मैले फुर्केर यसरी ढिँडो खाएको भिडियो बनाउँदैछु अन्यथा नसोच्नु होला जथा भाइ भिडियो बनाउने हो भने त म भात खाएको भिडियो नि बनाउँथेँ होला नि होइन तर बनाउँदिनँ ढिँडो खाएको भिडियो बनाएर नफुर्किनुहोस् हामी सधैँ खाइरहेछौँ कहिले कहिले चाहिँ भिडियो बनाउनु मन लाग्छ त्यही भएर बनाएको है त गाइस ओके सबैजनालाई बाई बाई शुभ दिन